लोकेसन चाहिँ म ठ्याक्कै भन्छु भोरलेबाट अलि ओह्रालो तलतिर झारेपछि यो नवल भाइ चाहिँ पुरा चाहिँ अहिले व्यापारमा मस्त हुनुहुन्छ। हामी आइपुग्यौँ। यो दोस्रो चोटिको भेट, तेस्रो चोटि है, चौथो हुन्थ्यो अस्ति भेट भएन। दोस्रो चाहिँ गाईघाटमा भेट भयो, यो तेस्रो चोटि हो। नवल भाइसँग हामीले एउटा प्रोन्ट गरेका छौँ, त्यो प्रोन्ट चाँडै पुरा गर्छौँ। एकदमै हामी चाहिँ अहिले एकदम खुसी छौँ। नवल भाइ एकचोटि यता हेरेर सहाय गरिदिनु। लोकेसन चाहिँ म ठ्याक्कै भन्छु भोरलेबाट अलि ओह्रालो तलतिर झारेपछि यो पुल साइडमै छौँ आएको चाहिँ। के भन्छ यसलाई? यसलाई भोरले नै भन्छ। डाङ्गामा खोला पुलबाट डाङ्गु अलि 100 मिटर यता, यो साँगुरी खोला पुलबाट पनि 100 मिटर यता। साँगुरी खोला पुलबाट 100 मिटर पश्चिम र डाङडुङ खोलाबाट चाहिँ फेरि 100 मिटर पूर्व चाहिँ यो बिचमा चाहिँ हाम्रो नवल भाइको चाहिँ पसल छ। सबैजना आइदिनु होला। म एकदमै मन पर्छ क्या, मनैदेखि रेस्पेक्ट गर्छु भाइलाई। मजा आउँछ भाइसँग भेट्दा, खुसी लाग्छ। अनि हामीले एउटा प्रोन्ट गरेका छौँ, त्यो प्रोन्ट चाँडै पछि भन्छु। अर्को भिडियोमा चाहिँ एकदम स्योर होइन। छटपटै भन्न दिइसक्नुभयो। अनि चट्ट अहिले यहाँ गोपाल सर आउनु भएको छ। हजुर। अनि यता अर्को सर हुनुहुन्छ, ओम सर। सर हुनुहुन्छ। सरहरू टाढी पुगिरहनु भयो अहिले। हामी दुधौलीसम्म। दुधौली एकदम दामी लाग्छ क्या मलाई यहाँ आउने बित्तिकै। हामीले डिस्टर्ब गऱ्यो भने गर्दै गर्ने। होइन ठिकै छ, मैले बनाएर अनि ट्याक्कै भिडियो बनाएर अब अहिले के मुभमेन्ट हुन्छ। दुधौलीमा छौँ, दुधौलीको पाहाडमा होइन। रमाइलो गरिरहेको छु। तपाईँहरूले हेर्न सक्नुहुन्छ यो चाहिँ दुधौली लेखेको छ। सो उहाँ चाहिँ शिवको मूर्ति छ। त्यसपछि यतापट्टि बुद्धको प्रतिमा छ, हामी हेर्न सक्छौँ होइन। त्यसै गरी यो दुधौलीको त्यो पार्कबाट देखिने तल्लो पूर्वपट्टिको भाग हो। सो अहिले चाहिँ हामी दुधौलीमै छौँ। अब यहाँबाट कता गइन्छ थाहा छैन है। यस्तो देखिएको छ होइन। यो माथि टपबाट चाहिँ यस्तो देखिन्छ। यो चाहिँ चारैतिरको भाग मैले लिएको छु होइन। उता तल शिवजीको टुप्पो देखिरहेको छ। यता ओम सर हुनुहुन्छ। उता तलतिरपट्टि अघि मैले देखाएको पार्क छ। उता तलतिरपट्टि दुधौली लेखेको छ, त्यो पहेँलो पहेँलो। यता चाहिँ म छु होइन। लभ लेखेकोले लभ डाँडा भनेको होला त्यो। अरू चाहिँ केही खास त्यस्तै छ है। त्यही पनि तपाईँहरूलाई चाहिँ दुधौलीको एउटा पहिचान देखाउन खोजेँ। हेरिदिनु होला। हस्।
फ्यामिली पुरा आठ लाग्दो छाउरी खोलामा हामी छाउराहरू छाउरी खोलामा चाहिँ हामी छाउराहरू छौँ कति मजाले पो आउनुपर्छ है ल यो कटारीदेखि त पूर्व गाईघाट जानेतिर चाहिँ ठ्याक्कसँगले यो छाउरी खोला रहेछ छाउरी खोलाको लम्बाइ 50 मिटर रहेछ छाउरी खोलामा हामी दुईवटा छाउराहरू छौँ त्यो छाउराहरूको अनुहार पनि हेरिहाल्नु अनुहार तैनार छ हाम्रो चाहिँ ल अब हामी लाग्यौँ कहाँ जाने यहाँ बस्ने पो त फलफुल खाएर जाने हो र खाइसकिन्छ त्यो 100 रुपियाँ धेरै पो आउँदो रहेछ म थोरै आउँछ होला भनेर यो कति रुपियाँको 100 रुपियाँको म त यति दिन्छ होला भनेर 100 रुपियाँ भनेर